How to make thumbnail. First, go in Play Store. And search Thumbnail Maker. Thumbnail Maker. Thumbnail Maker. And you are search, you click this. You click this app. And download it and go back and open this app. And process it and say नेपाली. यहाँदेखि तपाईँ के गर्नु भन्दा तपाईँ थम्बनेल मेकको यो घेरामा आउनु. यहाँ पछाडि तपाईँ यहाँ क्लिक गर्नु. तपाईलाई साइज सेलेक्ट गर्नु भनेर आउँछ. तपाईलाई लङ युट्युबको लागि वा सर्ट्स वाला चाहिएको छ भने मुनि जानु, यसमा थिच्नु. अनि यहाँबाट तपाईँ त्यसको ब्याक साइड सर्च गर्न सक्नुहुन्छ. यहाँबाट त्यसमा फोटोहरू हाल्न सक्नुहुन्छ. यहाँबाट हामी टेक्स्ट लेख्न सक्छौँ. यहाँबाट अब जस्तोको मैले यहाँ यो बनाएको छु, जुनबाट म युट्युबमा फोटो हाल्न त्यसमा फोटो हाल्न चाहन्छु. त्यसैले म यसलाई गरेर यसलाई फुल पार्दिन्छु. अनि यही चीजलाई म यहाँ आएर यसमा क्लिक गर्नु. यसमा क्लिक भएपछि तपाईको यस्तो अप्सन आउँछ. यस्तो अप्सन आएपछि यो बटनमा क्लिक गर्नु अनि यसलाई अप गर्नु. अनि यसलाई यसको ठ्याक्कै साइजमा अपलोड गर्नु. ठ्याक्कै साइज बनाउनु. अनि तपाईले ठ्याक्कै साइज बनाएपछि म बनाउँदै छु. बनाएपछि यहाँबाट नेक्स्ट गर्दिनु. यो चाहिँ गर्दैन गर्नु. पहिला ब्याक साइडलाई चाहिँ ब्ल्याक बनाउनु. अब गर्दिनु. नेक्स्ट गर्नको लागि चाहिँ तपाईले यहाँ गएर नेक्स्ट थिच्नु. अनि यहाँ तपाईलाई दुईटा बटन आउँछ. यसमा वा यसमा दुईटैमा क्लिक गर्दिनु. सेभिङ नाउ लेखेर आउँछ. ओके. अनि Apprendre, ça demande des efforts. Alors Duolingo a rendu ça fun. Débloque plus de 40 langues, maîtrise les... See the ad. Ad here no. échecs, donc les maths, et joue de la musique. Commence à apprendre, façon Duolingo. Apprendre, ça demande des efforts. अनि तपाईं यहाँ क्लिक गर्नु. यहाँ अप्सन आउँछ, त्यहाँ क्लिक गर्नु. Alors Duolingo a rendu ça fun. Débloque. यहाँ पछाडि कुनै पनि भाषामा क्लिक गर्दिनु. यसरी एड म कम्प्लिट हानिहाल्छु. जे पाए त्यति थिचेर कम्प्लिट हान्छु म.
अब तपाईँको यहाँ ओपन द प्ले स्टोर भन्ने अप्सन आउँछ। त्यसमा तपाईँ त्यसको ओपन आयो भने तपाईँ यहाँ गर्नु अनि लिभ जानु। लिभ गएपछि तपाईँ जानु तपाईँको युट्युबमा अनि युट्युबमा गएर क्या आप भूसे के ढेर में एक सुई को ढूंढ सकते हैं? उस भूसे के ढेर में एक छोटी सी सुई छुपी हुई है जिसने भी क्या आप भूसे के ढेर में एक सुई को ढूंढ सकते हैं? उस भूसे के ढेर में एक छोटी सी सुई छुपी हुई है जिसने क्या आप भूसे के ढेर में एक सुई को ढूंढ सकते हैं? उस भूसे के ढेर में एक छोटी सी सुई छुपी हुई है जिसने क्या आप भूसे के ढेर में एक सुई को ढूंढ सकते हैं? हाल्नु अनि तपाईको भिडियोमा लास्टमा पेनवाला आइकन आउँछ। त्यो पेनवाला आइकनमा क्लिक गरिदिनु। बाई बाई सबैजनालाई। क्या आप भूसे के ढेर में एक